खामरी मगुनका नमस्ते सबैलाई, फेरि पनि मेरो भिडियोमा एकपल्ट तपाईँलाई स्वागत छ। अन्त यो इन्ट्रो चाहिँ मैले अस्ति बनाउनु पाइनँ र मैले आज बनाएको हो। अस्ति मेरो बर्थडेको दिन चाहिँ मैले सानो एउटा गेम जस्तो कलेजमा खेलेको थिएँ, अन्त बाटोमा पनि खेलेँ होइन। अन्त फर्स्ट टाइम थियो, फर्स्ट एक्सपिरियन्स थियो चाहिँ मेरो त्यति राम्रो भएन होइन। तर उहाँहरूले पनि रेस्पोन्स एकदम राम्रो दिनुभएको छ, तर मेरो सोध्ने तरिका अलिकति भएन होइन। तर फर्स्ट थियो, मलाई अलिक एक्सपिरियन्स कन्फिडेन्ट बढेको छ। नौलो मान्छेलाई मेरो बर्थडेमा विस गर्दा नौलो मान्छेले कस्तो खुसी हुन्छ होइन, त्यही खुसी पाएको छु मैले। के कसो हुन्छ हेरिदिनुहोस्। अन्त म चाहिँ यो भन्नु आएको छु भन्दा चाहिँ अब मेरो बर्थडे मैले मनाइनँ होइन, पार्टी मनाइनँ, तर यति बेसीले मलाई विस गर्यो होइन। एकदम हृदयबाट खुसी छु म होइन। किनकि अब सङ्मी दिदीको जुन चाहिँ प्रोफाइलबाट पनि उहाँले अपलोड गरेको थियो मेरो फोटो ह्याप्पी बर्थडे भनेर, त्यहाँ पनि 9500 कतिजनाले मलाई विस गरेको थियो। एकदमै सम्पूर्ण दिदी बहिनी दाजु मेरो साथी अन्त मिसहरू पनि हुनुहुन्थ्यो, कति दिदीहरू हुनुहुन्थ्यो, उहाँलाई एकदम हृदयबाट धन्यवाद टक्राउँदछु। अब इन्डिभिजुअली दिउँ भने त साह्रो पर्छ मलाई पनि होइन, अन्त दिनु। त्यही कारण चाहिँ म यो भिडियोको मार्फत तपाईँहरूलाई भन्दैछु एकदमै धन्यवाद। अन्त मैले पनि स्टेटसमा मेरो साथीभाइ दाजुभाइ दिदी बहिनी सम्पूर्णले जति पहिले पनि विस गरेको छ एकदमै धन्यवाद टक्राउँदै मेरो भिडियोलाई हेरिदिनुहोस्। के कसो हुन्छ, के भन्छ नेपालीबाट, के कसो हुन्छ तपाईँहरूले कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। यसरी नै सपोर्ट, किप सपोर्टिङ गाइस। हेरिदिनुहोस् ल भिडियो। यो चाहिँ मेरो फर्स्ट एटेम्प्ट रहेको थियो, तर मैले सकिनँ किनकि मेरो भित्र भएको त्यो भूतलाई कन्फिडेन्टलाई जगाउन नसक्दा भुइँमा फ्याँकिरहेको मैलाको प्लास्टिक टिप्दै चपाउन थाले लाटा जस्तै। अनि सेकेन्ड एटेम्प्टमा पनि मैले सकिनँ किनकि भने कलेजको राम्री चेलीबेटीहरूले चारैतिर घेरिरहेको बेलामा अर्को साथीले ब्यागमा राखिरहेको त्यो 3X ड्रमलाई खोलेर एक गुल्की पारिदिँदा मेरो कन्फिडेन्ट अलिक आएको जस्तो भयो। अनि स्कुलमा जस्तो गर्थिस् त्यस्तै गर भनेर मलाई सल्लाह र मङ्क दिन थाले साथीभाइहरूले। अनि यसो सोचे हो पनि के खानु शरम गरिबस्नु भनेर चारैपट्टि राम्री चेलीबेटीहरू मैले खोज्नु थालेँ। अनि म गएँ केही समयको बादमा। सानो भिडियो बनाउँछु नि त म, छापेपछि नि राख्नु, त्यो प्रब्लम छैन है। म त याद छैन नि त त्यस्तो क्वेसनहरू होइन। अब कतै तपाईँहरूले गेस गर्छ कि भनेर आज चाहिँ अब होइन के होला मेरो आज बर्थडे अन्त खै ह्याप्पी बर्थडे देख तो कैसे शर्मा ह्याप्पी बर्थडे भने होइन। मेरो सर्ट भिडियोमा त त्यसै स्पेसल थियो तपाईँहरू तिनजना टक्कै देख्यो भने मैले बनाइहालेँ ल। Thank you. Happy birthday to तपाईँको नाम चाहिँ हामीलाई सेन्सर गर्ने है। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी प्रब्लम छैन ल नि। थ्याङ्क यू ल। दिदीहरू चाहिँ अलिक शर्माउनु हुँदो रहेछ हो, अन्त ठिकै छ। थ्याङ्क यू दिदीहरूलाई। आज मैले के होला त्यति मात्रै थियो अघि सानो उयो छ रिसिभ गरिदिनु हुन्छ। मैले उयो बेबी किनेको हो पाइनँ, अन्त त्यही कारण त्यसको लागि ल चारजना दिइदिएँ मैले कि होइन होइन आउनु भन्नुहोस् तपाईँले खानु जानुहोस् ल। त्यतिको लागि म त तपाईँको फक्सनको हो मेरो चाहिँ किन जा प्राण चले जा पर हवाबाजी ना जाए। प्रब्लम छैन ल नि। हुन्छ थ्याङ्क यू। बर्थडे क्वेसन खाँदैछु महँगो छ किमत। अब यसको नभनेको भैँसीको बस सुप चाहिँ के हो होइन, अब सक्दैन नि च्याटर
के भन्छ त्यसको अन्डा बिहान सुतिरहँदा चाहिँ अब अचानक गिफ्टको सपना देखेँ होइन अन्त बहिनी मेरो प्यारो बहिनीलाई एकदम धन्यवाद एउटा गिफ्ट पठाइदिए मेरो लागि एकदम स्पेसल हो होइन सानो होस् ठुलो होस् मलाई त्यो मतलब होइन यत्रो भयो मेरो लागि गिफ्ट हो सायद फर्स्ट टाइम होला गिफ्ट होइन फर्स्ट टाइम त होइन पहिला पनि दिन्छ दिएको इग्नोर गरेँ थ्याङ्क यू सो मच बहिनी मेरो प्यारो बहिनीलाई एकदम मनदेखि नै धन्यवाद टक्राउँदै लगाएर खुसी यो पनि राख्छु म यो पनि राख्छु मलाई चाहिँ भइसकेको भयो देखिरहेको छु है मैले मन परेको गफ हो क्या हो त रहेछ यार पानी खाने नाइस दामी 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 हुनु त न्याम थियो कि र मैले यसमा चाहिँ अलिक स्वाइन हेर्छ अब welcome to phone. Thank you.